यो जग्गा तपाईँको अर्को चोटि अर्को वर्ष सुनको भाउमा जान्छ, सुनको भाउ। यो दलाली पेसामा लागेपछि त मेरो त जीवन त यहाँबाट यहाँ पुगिगयो। आजको दिनमा तपाईँको सेयर मार्केट एन्ड एभ्रिथिङ, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, वाट एभर द थिङ इज देयर, सबैले गर्ने दलाली नै हो। यहाँ हजारौं दोकाने सबहरू घाटामा छन्, हजारौं डाक्टर पैसाको अभावमा छन्, सरकारी कर्मचारी, टिचर, ड्राइभर, मिस्त्रीको स्थिति त्यस्तै छ। तर नेपालमा दलाल यानी मिडल पर्सन पुरानो आन्टी साइकलदेखि BID कारमा परिवर्तन हुँदैछ, भोजपुरी खाजा घरदेखि आज सोल्टी होटलमा परिवर्तन हुँदैछ। नियम र कानुनको कुरा छोडिदिउ, जग्गा धनी पार्वती, जग्गा दाम 40 लाख, जग्गा किन्ने गोपाल, 5 ठेगाना मालपोत, कुरा यति थियो। तर कुरा यहाँ रोकिँदैन, कथामा इन्ट्री हुन्छ केशव दाजुको। यी केशव दाजु न जग्गा धनी नै हुन् न जग्गा किन्ने नै, तर अब पार्वतीको जग्गाको दाम केशव दाजु तय गर्छन्। हेलो हेलो, बहिनी, तपाईको जग्गा यति बाटो भित्र छ, कसले हाल्छ यति पैसा त्यसमा? अरे भाइ सुन्नु सुन्नु, त यति पुरानो घर छ तपाईको, कसले त्यति धेरै पैसा हाल्छ? मैले भनेको दाम मिलाउनु, त्यतिमा मिलाउनु, उले किन्छ, मैले भनेको कुरा गर्नु। यो दलालको सेलरसँगको कुरा हो। बहिनी नमस्कार, यति भित्रको राम्रो जग्गा, यति राम्रो जग्गा, सुशान्त छ, यति मजाले न हो हल्ला न गाडी गुडी, धनी मनीहरू बस्ने ठाउँ छु भनेको। तपाईलाई थाहा छ यति मूल्यमा त लु कसैले पनि दिँदैन। ए भाइ सुन न, ए मेरा भाइ सुन न, यो यतिका वर्षको यो घर केही भएकै छैन, चुइक्क केही भएको छैन। मेरा सालीको घर पर्तिर छ, मै दामी छु त्यहाँनिर। अहिलेका जस्तो दुध पानीले बनेको घर होइन क्या भाइ, यो पहिलेको गिटी र बाउला प्रयोग भएको छ यहाँनिर। विश्वास गर्नु न मलाई, यति दाममा भन्दा त तल त कसैले पनि दिँदैन। यो दलालको बायरसँगको कुरा। 40 लाखको सामान सेलरलाई 30 बजार भाउ हो भनेर बायरलाई 45 मा बेच्दा बीचमा रहेको 15 लाख सबै उसको। बढ्दो पपुलेसन, वेस्टर्न ट्रेन्ड अनि लिमिटेड डेभलपमेन्ट, यानी मात्र केही सहरमा विकासको विकास, त्यहाँ तपाईँ जेमा पनि दलाली गर्न सक्नुहुन्छ। जग्गा, बिल्डिङ, औषधि, लुगा, एजुकेसन आदि, इन एनिथिङ। प्लिज, इफ यु लाइक द भिडियो, subscribe, share, comment. Thank you for watching.